हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। र आज चाहिँ हामी मामाको घरबाट निस्किसक्यौँ र आज चाहिँ हामी माथि के अरे कहाँ घुम्न जान्छ अरे नाम्ची चारधामहरू घुम्न जान्छौँ। र अब नेक्स्ट भिडियो चाहिँ मेरो अब आजको नाम्चीको भ्लगहरू बनाउँछौँ र यहाँबाट तल हामी जोरथाङ झर्छौँ। अहिले चाहिँ बर्मेटबाट हामी निस्किँदैछौँ र हाम्रो मामा यहाँ बसिरहनु भएको छ, हामीलाई छोड्नु आउनु भएको। टोपी लाउने चाहिँ हाम्रो मामा हो है, रुवाबासी भयो एकछिन, दाजु बहिनी रुवाबासी भयो। मामा हामी सबैजना है छुट्टी धेरै वर्षपछि भेट भएको छुट्टिने बेलामा चाहिँ एकदम मामालाई छोडेर जानु मनै लागेन, तर के गर्नु जानै पर्छ, हामी निस्किनै पर्ने भएर चाहिँ हामी निस्किँदैछौँ। अब तलतिर गएर के हुन्छ बनाउँदै गर्छु म भ्लग, हेर्दै जानु होला। आमा तिमी त पहिला पनि आएको होइन चारधाम? माइजूमा आइसक्नु भएको? बनाउँदै थियो, म चाहिँ फर्स्ट टाइम हो है, म चाहिँ फर्स्ट टाइम आएको है। एकदम सिक्किम भयो, जोरथाङ भयो, नाम्ची भयो, हिजो हामी कहाँ गएको थियो, पेलिङ भयो है। एकदम राम्रो ठाउँ घुम्नु, मलाई एकदम मन पर्यो। त्यहाँको वेदरहरू चाहिँ राम्रो कर्सियङ जस्तो लाग्यो अलिअलि। र अब हामी जाँदैछौँ घुम्नु, त्यो पनि देखाउँदैछु। हामी चाहिँ साङडोप्चे आइसकेको छौँ। यहाँनिर आमा र माइजू चाहिँ हिँड्दैछ। ऊ यहाँ माथि सामा बिस्तारी हिँड है। हामी चाहिँ साङडोप्चे गुम्बामा छौँ। आमाले कपालहरू उडाएर ठाडो बनाएछ। माथि जाने बाटो कता अरे? यहाँबाट हो? बत्ती पनि बाल्नु मिल्दो रहेछ नि, बत्ती पनि जाऊ मानी घुमाउन। मानी त हामीले हिजो पनि घुमाएको है माइजू। हामी चाहिँ साई मन्दिर आएको छौँ। यहाँनिर यस्तो राम्रो रहेछ साई मन्दिर चाहिँ। यहाँनिर अब बत्ती बाल्छौँ साई मन्दिरमा, हेर्दै जान्छ है। यो चाहिँ पशुपतिनाथ बनाएको रहेछ है, कस्तो राम्रो। हाम्रो नेपालको पशुपतिनाथ होला। म त एकछिन घुमेर फर्किहाल्छु भन्ने थिएँ गाडीलाई, तर यहाँभित्र आएपछि त मन चेन्ज मनै मान्दैन रहेछ, चेन्ज पो हुँदो रहेछ। अब गाडी पनि पाउँदैनौँ हामी दार्जिलिङ जाने। हजुर जोरथाङमै बास हुन्छ हाम्रो। अनि आउनु भित्र, अब आइसक्यो त। हाम्रो पशुपतिको काठमाडौँको नेपालको पशुपतिनाथ पनि रहेछ चारधाममा, पशुपतिनाथ मन्दिर पनि रहेछ। सिक्किम चारधाममा पशुपतिनाथ देख्दा चाहिँ साह्रै खुसी लाग्यो मलाई। ब्युटिफुल, कस्तो राम्रो क्या। जगन्नाथपुरी गाइस, देखिहाल्नुभयो हामी चाहिँ सिक्किमको चारधाममा, नाम्चीको चारधाममा घुम्दैछौँ र यति रमाइलो ठाउँ रहेछ। म त एकछिन घुमेर फर्किहाल्छु भनेको थिएँ, तर भनेको जस्तो हुँदैन रहेछ साँच्चीकै होइन। यहाँ आएपछि चाहिँ यस्तो घुम्नु मन लाग्दो रहेछ। कत्रो ठुलो भोलेनाथ छ यहाँनिर है। र हामी चाहिँ पुरा बक्खु लगाएर भोटर ड्रेसमा घुम्दैछौँ, आमा म माइजू चाहिँ। अनि म कस्तो देखेको छु हेर्नुहोस् ल, म त्यो हाल्नेछु पछि।
र एकदम रमाइलो भइरहेको छ। यो ठाउँ चाहिँ तपाईँहरू घुम्न आउनु होला, सिक्किमको चारधाम है। हामी चाहिँ एकदम इन्जोय गरिरहेको छौँ है। आमा र माइजूलाई पनि हेरिदिनुहोस् कस्तो लागिरहेको छ। राम्रो लागिरहेको छ एकदमै। चारधाम घुमेर रमाइलो लागिरहेको छ। राम्रो लागिरहेको छ, खुसी लागेको छ। आमालाई हेर्नु त लु बक्खुमा आमा खै तलदेखि माथिसम्म आमा स्काइवकमा हिँड्दा पनि राम्रो लाग्यो। राम्रो लाग्यो। तिमी त आउँदिन भनेर उ पर बसिरहेको थियौ। माइजूले लिएर आएको है। ल यहाँ हाम्रो भाइ पनि हुनुहुन्छ, के अरे भीम भाइ हुनुहुन्छ। हामीलाई चाहिँ पुरा घुमाइदिनु भएको छ चारधामहरू होइन। एकदम रमाइलो भयो। भाइको गाडीमा हामी रमाइलोसँगले घुम्दैछौँ। अब हेरौँ तल गएर चाहिँ म गाडी पाउँछु कि पाउँदिनँ। अब यसपालिको हाम्रो सिक्किमको भ्लग सिक्किम टुर चाहिँ एकदमै रमाइलो भयो होइन। चारधाम घुम्यौँ, नाम्ची घुम्यौँ, अनि के अरे माथि पेलिङ घुम्यौँ है। सबै जग्गा एकदम रमाइलो भयो। यसपालिको भ्लगहरू एकदम घुम्नु भ्लग बनाउनु पनि रमाइलो भयो र यसपालि घुम्नु पनि रमाइलो भयो। अब चाहिँ हामी फर्किँदैछौँ। सायद म यो भिडियो यहीँ इन्ड गर्नु पनि सक्छु होइन। हेर्दै गरौँ र म भिडियो थप्यो भने अहिले थप्छु। बहिनी विशाखा हामी चाहिँ धेरै 2 वर्षपछि भेटेको है। 2 वर्षपछि हो। 2 वर्षपछि भेटेको। यो चाहिँ दुबईमा थियो है। दुबईबाट आएर चाहिँ हामी चाहिँ अब आज मोमो बनाएर खाने भन्ने प्लानिङ छ र मैले यहाँ प्याज काटिसकेको छु। यसले मैदा मुछिसकेको छ हो। अनि हामी किमा पनि रेडी भइसकेको छ। अब हामी मोमो बनाउँछु। अब अहिले मोमो बनाइसकेर चाहिँ देखाउँछु है म तपाईँहरूलाई। ओहो दार्जिलिङ मोमो थाकेर क्या खै यो मैले ठुल्ठुलो गाडी पठाएँ नि त खाएको छु। हामी चाहिँ सबजना मोमो खान बसिरहेको छौँ यहाँनिर। यत्रो ठुलो घर छ के क्या दामी, कस्तो मिठो भने यस्तो दामी घर छ घरमा। गुड मर्निङ सबैजनालाई। फेरि हिजो हामीले मोमो बनाएर खाएको थियौँ होइन। आज चाहिँ म आज चाहिँ हामी कर्सियङ जान्छौँ। बिहान चाहिँ उठिसक्यौँ, फ्रेस भइसक्यो। नमस्ते सबैजनालाई। अब थाहा भइहाल्यो म सनिता सिंह त चिनिहाल्नुहुन्छ। र यहाँ मसँग चाहिँ मेरो बहिनी छ है। र म चाहिँ घुममा मेरो बहिनीको घरमा छु। र यहाँ चाहिँ स्पेसली मैले के देखेँ भने चाहिँ मेरो एकदम ट्यालेन्टेड बहिनी छ है। ऊ चाहिँ अहिले भिडियोमा आउनु चाहनु हुँदैन। र उसले बनाएको यो चाहिँ के भन्छ यसलाई ह्यान्डक्राफ्ट भन्छ। अनि उसले चाहिँ यस्तो यस्तो फुलहरू बनाएको छ। म तपाईँलाई यस्तो दामी, यो चाहिँ येल्लो कलरमा है। यो चाहिँ धागोले एकदमै बुनेर उसले कुर्सीले बुनेर बनाएको। अनि यो रेड रोज त झन् हेर न कस्तो दामी रेड रोज है। आम्मै देखा त मजाले देखा त बहिनी आम्मै। अनि यो चाहिँ यो सबै कलरमा छ है। यो छ अनि यो पिङ्क रोजमा पनि छ। पिङ्क रोज हेर्नुहोस् त। सयपत्री फुल त झन् सेम बनाएको छ। लु यो कसले भन्छ यो धागोले बुनेको भनेर। यो सयपत्री फुल ल हेर्नुहोस् अलिकति यो चाहिँ उयो भइरहेको छ। सयपत्री फुल त झन् सेम क्या। तर यो चाहिँ ह्यान्डक्राफ्ट बुनेको हो। ह्यान्डक्राफ्ट हो। अनि तपाईँहरूलाई चाहियो भने चाहिँ यो चाहिँ यसको लागि चाहिँ कन्ट्याक्ट मलाई गर्नु होला, अर्डर गर्नुपर्छ है। तपाईँहरूले चाहियो भने अर्डर गर्नुहोस्। अनि म तपाईँहरूलाई यो तपाईँहरूसम्म पुऱ्याइदिनु सक्छु। चाहिँ आफ्नो सिटिङ रुमहरूमा यसो सजाउने होइन, कुना कुनातिर। यो चाहिँ सनफ्लावर है, कस्तो दामी बनाएको। अनि यो यसलाई यो चाहिँ कुन चाहिँ अब यो जे होस् गमलामा फुल्ने फुलहरू हो है। हेर्दाखेरि सेम फुलै जस्तो है, कस्तो दामी। अनि यहाँ उसले आफै बुनेर आफ्नो रुममा सजाएको छ। यो चाहिँ कलरको आफैले बुनेर यस्तो यस्तो राम्रोसँगले सजाएर राखेको छ। यो पनि हेर्नुहोस् त आम्मै कस्तो राम्रो। अनि किचन पनि देखा त। यो चाहिँ तपाईँहरूले बेगहरूतिर पनि झुन्डाउन सक्नुहुन्छ यो किचन। अनि अब किचन अब होइन कस्तो दामी कलर ब्यागहरूतिर। यो चाहिँ ब्यागमै झुन्डाउने किचन हो। ब्यागमै झुन्डायो भने सादा सादा ब्यागहरूतिर यो झुन्डायो भने यस्तो दामी देख्छ। त म झुन्डाएर देखाउने पनि छु। अनि खै अरू यो चाहिँ कुसन कभरहरू पनि कुसन कभर बुनेको कुसन कभरहरू पनि यस्तो दामी दामी बनाएको छ उसले। अनि तपाईँहरूलाई चाहिहाल्यो भने चाहिँ यो चाहिँ अर्डर मलाई कमेन्टमा गर्नु सक्नुहुन्छ यो चाहिँ है। अनि अरू के छ अरू के छ यो उयोहरू ब्यागहरू देखाऊ, सबै देखाऊ। यो टेडी बियरहरू किचनहरू यो सबै टेडी बियरहरू है प्रोसेसमा छ। प्रोसेस बनिँदैछ। किचनहरू बुनेर कुर्सीले बुनेर बनाएकोहरू है। यस्तो राम्रो राम्रो
कस्तो राम्रो राम्रो क्या सबै तपाईँहरूलाई देखाएको छु मैले है यो सबै हेर्नु राम्री न राम्री मान्छेले रोज समाज झन् के राम्री देखेको अनि क्युट लाग्यो मलाई पनि तँ लान्छस् त्यो म लान्छु यो चाहिँ एकदम क्युट लाग्यो यस्तो किचनहरु चाहिन्छ भने चाहिँ तपाईहरुले है अर्डर गर्नुस् अनि यस्तो यो पनि है पेन्सिल ब्याग मेकअप ब्यागहरु पनि ह्यान्डक्राफ्ट यो लाइक अब मेकअपको सामानहरु बोक्नु लागि कस्तो दामी है यो सबै उले यस्तो खालको ब्याग्सहरु हुन्छ नि केटीहरुले मेकअपको सामानहरु बोकेर ब्यागमा अर्को त्यो प्लास्टिकको कुनै कस्तो टाइप चाहिँ कडा हुन्छ नि त ब्यागमा हाल्दा पनि कडा हुन्छ यो चाहिँ हल्का एकदम हल्का नरम हैन ब्यागमा हाल्ने बित्तिकै सानो पनि हुन्छ कलरफुल पनि मतलब क्या अब यसमा सबै अब है हामी लेडिजहरुले चाहिँ यस्तो सामानहरु हाल्नु लागि राम्रो हुन्छ नि त यसमा चाहिँ कस्तो राम्रो हो क्या ल यो चाहिँ हामी अब अनलाइन बिजनेस हामीले चाहिँ भर्खर बहिनीले चाहिँ अब सुरु गर्नु लागेको अब उसको चाहिँ हामीले चाहिँ अब गरिदिँदैछौँ तपाईँहरूलाई मन पर्यो भने चाहिँ यो चाहिँ एकदमै तपाईँहरूले हामीलाई अर्डर गर्नु सक्नुहुन्छ अनि अरू के छ यो पनि अझै रहेछ है यो चाहिँ पेन्सिलहरू स्कुलको नानीहरूको यस्तो एउटा बट्टामा पेन्सिलहरू राखेर यो बाहिरको कभर है पेन्सिल कभर है कस्तो दामी है ल तपाईँ कस्तो दामी है यो चाहिँ एकदमै तपाईँले अर्डर गर्नु सक्नुहुन्छ ह्यान्डमेड हाम्रो बहिनीले बनाएको ल यो सब चिजको लागि चाहिँ तपाईँहरूले मलाई कन्ट्याक्ट गर्नु सक्नुहुन्छ ल चार्जर यस्तो चाहिँ अब चार्जर यो त तैँले बनाएर बजारमा चार्जरहरू किनेर बेच्दा यो चाहिँ चार्जर माथि नै बुनेको अरे यो चार्जर राखेर नै ल कस्तो ट्यालेन्ट चार्जर ल्याएर चाहिँ यहाँ दिनु पर्यो हेलो एभ्रिवान नमस्ते सबैजनालाई र हामी चाहिँ सिक्किम घुम दार्जिलिङ सबै घुमेर चाहिँ म घर आइसकेँ हिजो मात्रै घर आइपुगिसकेको अब मैले चाहिँ ब्लगहरू एन्ड गरेको थिइनँ र अब चाहिँ म सबै मिक्स गरेको छु मैले घुम आएको बहिनीको घर छेमाको घर गएको सिक्किमहरू घुमेको सबै मिक्स ब्लगमा चाहिँ अब तपाईँले हेर्नु सक्नुहुन्छ हिजो एउटा भिडियो चाहिँ मैले अपलोड गरिसकेँ अब नेक्स्ट सेकेन्ड ब्लग चाहिँ म अब अपलोड गर्दैछु र तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला र हाम्रो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब मेरो च्यानललाई पनि गरिदिनु होला र रमाइलो ब्लग हेर्नुहोला सबैजनाले थ्याङ्क यू सो मच लभ यु अल